यदि तपाईहरुले क्लिक गरिसक्नु भएको छ भने म हुँ मिलन चौधरी। म चाहिँ दाङदेखि रुकुमकोट हुँदै ध्वरपातनसम्म सोलो ट्रिप हान्दैछु, यानि कि सोलो ट्राभल गर्दैछु। मेरो यता आउनुको मुख्य कारण खासमा भूमे पर्व र नयाँ मान्छेहरूसँग इन्टरेक्ट गर्नु थियो। बट भूमे पर्वमा अलिकति केही कारणविवश म ढिलो पुगेँ। यो विषयमा अलि पछि कुरा गरौँला। यदि पर्व नसही नयाँ मान्छेसँग इन्टरेक्ट त गरौँ र आफ्नो कम्फर्ट जोनभन्दा बाहिर आम बन्नुको साथै म निक्ले घरदेखि। यो खेतीपाती हुन लागेको दृश्य चाहिँ सल्यानको हो। म चाहिँ दाङदेखि बिहान 8 बजे गाडीमा हिँडेको थिएँ र मेरो प्लान चाहिँ दाङदेखि रुकुमकोटसम्म यो गाडीमा जाने र त्यसपछि कमल पोखरी घुमेर लुगुम गाउँ जाने सोच थियो। र हामी चाहिँ खाना खान खरिकोट भन्ने ठाउँमा झरेको थियौँ। यो बजारले यो गाडी हो, यो रुकुमकोटबाट घर आइजाने, घर आएर र म तपाईहरुलाई बोर गर्न चाहन्न। तपाईहरुलाई म डाइरेक्ट रुकुमकोटको कमल पोखरीतिर घुम्न लागेको देखाउँछु। र म अहिले रुकुमकोटको कमल पोखरीमा छु। यु क्यान सी। र म यहाँ कमल पोखरीको राउन्ड हान्दैछु। यसरी घुम्ने रहेछन् कमल पोखरीलाई। त्यहाँ हाँस पनि छन् यार, क्या दामी। एन्ड दिस इज द ब्युटिफुल भ्यू अफ कमल पोखरी। त्यहाँ म तपाईहरुलाई अब लेकको भ्यू देखाइदिन्छु हैन, विथ पहाड। यहाँ चाहिँ शिवजीको मूर्ति रहेछ। यात्रामा सफल पार्नु होला, केही नगर्नु होला, मलाई यात्रा मेरो सफल गराइदिनु होला। त्यहाँ पारी चाहिँ नुहाउन लाहान केटाहरू। हिजो मोज छ, यहाँ माछा पनि छन् होला, मजाको। पब्लिक फियर हटाउनलाई भ्लग बनाउन आयो, सोलो ट्राभल आयो। लास्टमा पब्लिक आउने बित्तिकै बोल्न सकिया छैन। हाउ म कसरी प्रगति गर्छु यसरी? मेरो प्रगति नै हुन्न। के हो यो? यु क्यान सी पिपलको रुख। बल्ल गरे। लोटसहरू चाहिँ खिला छैनन् अझै, फोहोर फालेका छन्, रेडबुल फाल्दैछन्। म तपाईँहरूलाई ब्याक क्यामेरा गरेर देखाउँछु। लोटस त्यति खिलाएन, भर्खर खिल्न लाग्छ। अब 1-2 हप्तामा खिल्छ होला सबै। के भन्छन्, कमल रोज भनेको छु मैले। कमलका फुलहरू खिल्छन् होला 1-2 दिनमा, 1 हप्तामा जति अब पानी पऱ्यो भने। यु क्यान सी यहाँ रेडबुल फाल्दैछन्। मेरो मसँग जुत्ता छ, नत्र म फालिदिन्थेँ। अनि यु क्यान सी भर्खर खिलिरहन् फुलहरू, भर्खर खिलिरहन्। अब खिल्छन् होला 1-2 दिनमा। म फर्किँदाखेरि फेरि आउँछु, सायद खिलिसक्छ होला मेबी।
म अहिले कमल पोखरीदेखि सिधै यता माथितिर काँक्री भन्ने गाउँमा बसेको छु। काँक्री भन्ने गाउँमा लास्ट झाडु छ। काँक्री भन्ने गाउँमा लुकुम गएन किनभने गाडीवाला दाइले यतै बस भन्नुभयो। यतै बसेको छु। भोलि यतादेखि बुर्तिबाङ जाने गाडी मिलाइदिन्छु भनिराख्नु भएको छ। हेरौँ के हुन्छ। झाडु चाहिँ लास्ट छ होइन, ओभर झाडु छ। यो चाहिँ मेन रोड हो। यो मेन रोड र यो चाहिँ म बसेको रुम। यो चाहिँ साथी भेट्यान मेरो। सोलो आए पनि हामी डबल भइसक्यौँ। सोलो आएको जस्तो मलाई फिलै भएको छैन किनकि जहाँ पनि मान्छे भेटिरहेको छन् एनीवेयर। यो चाहिँ मेरो बेड, यो चाहिँ सामान। झाडु चाहिँ ओभर छ। झाडु सिजन जस्तो छ यतातिर। दाङको मान्छेलाई नाटक गरे जस्तो लागिरह होला, तर रियल हो यो कुरा चाहिँ। अहिले चाहिँ हामी खाना खाँदैछौँ। यिनले चाहिँ नयाँ च्यानल खोलिरहन्। यिन पनि अब युट्युब च्यानल सुरु गर्ने रे। यसलाई सब्सक्राइब गरिदिन्छु यिनको च्यानल। मैले फर्स्ट सब्सक्राइबर म हुन्छु यिनकोमा, फर्स्ट सब्सक्राइबर। खाना चाहिँ आइसकेको छ है। हामी चाहिँ खाना खाएर आइसक्यौँ। नाच हेर्न जाने भनेको थियौँ भूमे पर्वको, तर आज ननाच्ने रहेछन्। थोरै समय मात्र नाच्ने रहेछन्, गएनौँ। सो हाम्रो साथीले, धनी साथीले आफूलाई देखाइरहेछन् है। किरा देखाइरहन्। किरा के किरा भन्नु न शिलाजित। अरे यार्सा यो यार्सा गुम्बा किरा। एउटा 1000 रुपियाँको यहाँ कति हजार छन्। शिलाजित पनि छ। त्यो त टिकटकमा देखा हो। र हामी यहाँ शालिग्राम हेर्दैछौँ। शालिग्राम, ओ माई गॉड। खै ओ एउटा टिकटकमा देखाएको थिएँ मैले। कसरी चिने? कालो हुन्छ नि यो। उता माथितिर पाइन्छन्। विश्वको एक मात्र नदीको काली हिँड्नु त मिल्दैन। विश्वको सबभन्दा ठुलो शालिग्राम पनि नेपालको त छ। गुड मर्निङ एभ्रिवान। म चाहिँ अहिले पूर्वी रुकुमको काँक्री भन्ने गाउँमा छु। हिजो राम्रोसँग भन्न पाएन, अनि साथी भेट्टाएको थिएँ, रुममेट। हुन्छ त गयो त भाइ। ल तिम्रो नाम बसन्त हुने चाहिँ बसन्त। अनि रुममा भेट्टाएको थिएँ। यिनी चाहिँ जान लागिसकेका छन्। तपाईँहरूले भन्नुहोला त कसरी आइस यहाँ भनेर। यो पनि लास्टै इन्ट्रेस्टिङ कहानी छ। जब म कमल पोखरी घुमेर आएँ, जब म कमल पोखरी घुमेँ त्यसपछि बाटोमा लुकुमको लागि गाडी लाग्छ। त्यहाँमा गएँ, त्यहाँ लुकुमको लागि गाडी नै थिएन, कोही गाडी नै थिएन। त्यहाँ एउटा अङ्कल उभिनु भएको थियो। त्यहाँ अङ्कललाई मैले सोधेँ, लुकुमको गाडी लाग्छ कि लाग्दैन भनेर सोधेँ मैले। अनि उहाँले भन्नु, खै मलाई त थाहा भएन, म त दाङको मान्छे हो भन्नुभयो। अनि दाङको मान्छे यहाँ, अनि म पनि दाङको मान्छे, उहाँ पनि दाङको मान्छे। म सक भयो, तर त्यहाँ बड्डो उमेरको हुनुहुन्थ्यो। अनि यहाँ काम गर्न आएको छु बाबु, मलाई थाहा हुन्न भन्नुभयो होइन। अनि मैले
कहाँ बस्नुहुन्छ र भने त्यहाँले काँडा भन्ने गाउँ भन्नुभयो होइन। काँडा यस्तो यस्तै केटा थियो, काँडा भन्ने गाउँ भन्नुभयो। खै त दाङ्गा केटाहरू डाँगा केटा छैनन्, डाँगा केटा त गइयो घर। अनि तपाईँ म फेरि अरू यहाँ चाहिँ अर्को ठेलासँग लागेको छु फेरि अहिले बैशाखबाट अर्को ठेलासँग। पहिलाको ठेला चाहिँ पर्दे। अब दाङदेखि यस्तो ठाउँमा आउनुको काम गर्नु उसो भए कहिले नै आएको ठाउँ आइयो मौसम मजा त राम्रो छ ठाउँ राम्रो छ, जहाँ बस्यो पनि राम्रो लाग्छ नै। अनि मैले के काम गर्नुहुन्छ त भने यस्तै लेबर काम, मिस्त्री काम गर्छु होइन। अनि लेबर काम त होला, मिस्त्री गर्छु। मिस्त्री कति गरे मिस्त्रीको बुझ्ने महिनाको, अरे महिनाको भन्छ दिनको खाएर मिस्त्रीको काम हेरी छ। 150 160 दिनको नै घन्टा हिसाबले गर्छ हामी। ओहो घन्टाको हिसाबले काम हेरी 140 30 20सम्म छ। हेल्परको छ 110 घन्टाको काम गर्नुहुन्छ यहाँ? घन्टा हिसाबले काम गर्छौँ क्या। कति घन्टा काम गर्नुहुन्छ? 12 घन्टा कहिले पानी आयो भने त कहिले कामै हुन्न, 3-4 घन्टामा काम गर्ने, कहिले 5-6 घन्टा, कहिले त 10-11। अनि त्यहाँको खुट्टामा चाहिँ घाउ भएको थियो, त्यही उपचार गर्न आउनु भएको रहेछ यहाँ रुकुमकोटतिर। अनि त्यहाँको चाहिँ उता र खै कता हो अलिकति कच्ची रोडतिर काँडा भन्ने गाउँतिर घर रहेछ। सो म तपाईँहरूलाई भिडियो पनि देखाइदिन्छु। मैले सुरुदेखि चाहिँ भिडियो बनाएँ होइन, किनकि त्यहाँलाई अलिक अक्वार्ड पनि लाग्न सक्छ भनेर। अनि यसपछि पनि इन्ट्रेस्टिङ कहानी छ। पानी आइरहेको थियो अनि उहाँलाई मैले चाहिँ त्यहाँ घर बनिरहेको रहेछ, त्यो घरभित्र लगेँ। अनि त्यहाँ घरभित्र लगेर चाहिँ मैले एउटा सोधेँ, मैले उहाँलाई सोधेँ यदि लुबुङको लागि गाडी आएन भने मलाई तपाईँको घर लग्नुहुन्छ भनेर सोधेँ। त्यहाँ त मानिजानु भएको थियो, लगभग फिक्स भइसकेको थियो होइन। उहाँको रुममा जाने सुत्ने फिक्स भइसकेको थियो। तर लास्टमा के भयो भने एउटा अङ्कल आउनुभयो। एउटा अङ्कल, म त्यहाँलाई नास्ता खुवाउन लगेको थिएँ त्यहाँ अङ्कललाई, त्यहाँ बड्डो अङ्कललाई। अनि एउटा अङ्कल आउनुभयो, त्यहाँलाई मैले पहिल्यै पनि सोधेको थिएँ गाडीको बारेमा। अनि त्यहाँले मलाई लुबुङ जाने हो भन्नुभयो। मैले जाने हो भने। अनि एकछिन सोचेँ यहाँको घर जाऊँ कि त्यहाँको घर लुबुङ जाऊँ भनेर सोचेँ। मलाई काँडा गएपछि डबल रोटेसन गर्नु पर्थ्यो, फेरि रुकुमकोट आएर फेरि लुबुङ आउनु पर्थ्यो मेरो। सोचेँ डबल गर्नुभन्दा लुबुङ नै जाऊँ भन्ने कुरो हो। अनि त्यसपछि म यतैको लागि लागेँ। त्यहाँ अङ्कललाई मैले फोटो पनि भिडियोमा नि देखाएको छु। रेस्टुरेन्टमा बसेँ र त्यसपछि हामी एकछिन कुराकानी पनि गरेका छौँ गाडीमा बसेँ, त्यो पनि देखाइदिन्छु हेर्नु। दुईवटा होटल छन्, राम्रो होटल छन् त्यहाँ। ट्याक्कै बजार छ, प्रहरी चौकी पनि त्यही छ, बाटैमा छ। यस्तैमा हो मन्टिपाटमा। त्यसपछि यस्तोमा गाउँ छ कि थाहा छ, त्यो हल्का हेरिसकेको छु। यो साइड छ कि दामी गाउँ, ठ्याक्क मगर गाउँ दामी देखिन्छ। अलि हेर्दै जानुहुन्छ तपाईँ। काँक्रीको गाउँ पनि हेर्नुहुन्छ? सुरुमा त मैले त्यही गाउँ हेरेको थिएँ, काँक्री गाउँ नै हेरेको थिएँ। अनि पछि फेरि टिकटकमा फेरि लुबुङ गाउँ भाइरल रहेछ कि। तपाईँ यसो गर्नु होला नि त, तपाईँ के गर्नु होला भने उताबाट धोरपातन आएर धोरपातनबाट यता ठ्याक्कै तक्सेरा आउँछ कि। तक्सेरा नजाने यो पत्ता नजाने भने बाटो त्यही पर्छ त। उता जानुभन्दा यता आउनु सजिलो के। तक्सेरा आयो, तक्सेराबाट ठ्याक्कै यहाँ आउँछ त। तक्सेरामा हेर्यो सबै हेर्यो नि त। तक्सेरा उता उल्टो हुन्छ त, उता गएर फेरि यता आउनुपर्छ। उता धोरपातनदेखि म तक्सेरा यता आउने। बुझेँ मैले त्यो गर्ने। म चाहिँ फ्रेस भएर दारी सारी फालेर चिक्ना भएर ब्रस गरेर अब खाना खान जान्छु। अनि यसपछि लुबुङतिर लाग्छु होला मेबी यो पार्ट 2 मा आउन सक्छ है।
मलाई काँक्री गाउँमा बसालेको ड्राइभर दाईसँग म काँक्री गाउँदेखि लुकुम गाउँ जान लाग्छु र यहाँ दाई पनि काँक्री गाउँकै हुनुहुन्छ, एकदमै राम्रो हुनुहुन्छ, एकदमै फ्रेन्डली। म चाहिँ अहिले लुकुम गाउँ पुगिसकेको छु। यु क्यान सी इन माई ब्याकग्राउन्ड